धेरै मानिसहरू भन्छन् म पनि शेयर मार्केट सिक्न चाहन्छु तर सुरु कहाँबाट गर्ने। आजको भिडियो पछि तपाईले बुझ्नुहुनेछ नेपालमा शेयर किन्न पहिला के चाहिन्छ। नमस्कार साथीहरू, स्वागत छ गाउँ गाउँमा शेयर शिक्षा आजको आवश्यकताको सिरिजमा। अघिल्लो भिडियोमा हामी के बुझ्यौं भने शेयर मार्केट के हो, शेयर भनेको के हो र नेप्से भनेको के हो। आजबाट र यस भिडियोमा हामीले बुझ्नेछौँ नेपालमा शेयर किन्न सुरु गर्न पहिला के चाहिन्छ। हामीले त्यो सजिलो भाषामा बुझ्नेछौँ। पहिलो नम्बरमा बैंक अकाउन्ट चाहिन्छ। र बैंक अकाउन्ट किन चाहिन्छ? किनकि आइपिओ पर्दा पैसा काट्ने र शेयर बेच्दा पैसा आउने र इन्भेस्टमेन्ट गर्न र बैंक अकाउन्टमा पैसाहरू के हुन्छ, आउँछ जान्छ। त्यही भएर बैंक अकाउन्ट के छ, एकदम जरुरी छ। जस्तै काम गरेको पैसा, कमाएको पैसा हामीले बैंकमा राख्छौँ, त्यस्तै नै शेयर मार्केटको पैसा पनि बैंकमा नै आउँछ र बैंकबाटै नै हामीले जान्छ। 2 नम्बरमा डिमेट अकाउन्ट के हो? अब सबभन्दा इम्पोर्टेन्ट कुरा, डिमेट अकाउन्ट सजिलो भाषामा बुझ्यौँ भने जस्तै पैसा राख्न बैंक चाहिन्छ, त्यस्तै नै शेयर राख्न डिमेट चाहिन्छ। त्यसैले किनेको शेयर घरमा आउँदैन, कागजमा पनि आउँदैन, त्यो डिमेट अकाउन्टमा सुरक्षित बस्छ। जसरी पैसा घरमा राख्दा हराउन सक्छ, त्यसैले बैंकमा राखिन्छ, त्यसैले शेयर पनि डिमेटमा सुरक्षित राखिन्छ। तेस्रो नम्बरमा छ मेरो शेयर के हो? अब मेरो शेयर नेपालमा शेयर हेर्ने र आइपिओ एप्लाई गर्ने सिस्टम हो। यसबाट आइपिओ भन्न सकिन्छ, आफ्नो शेयर हेर्न सकिन्छ र प्रॉफिट र लस कति भयो पनि हेर्न सकिन्छ र आफ्नो पोर्टफोलियो चेक गर्न सकिन्छ। यहाँबाट आजकल मोबाइलबाट धेरै काम हुन्छ, त्यसैले शेयर मार्केटको धेरै काम मेरो शेयरबाटै हुन्छ। भनेको प्राइमरी मार्केटको जुन जति पनि शेयरको काम हुन्छ, जस्तै आइपिओ एप्लाई गर्ने हैन, अब त्यो काम मेरो शेयरबाटै हुन्छ। अब अर्को कुरा टिएमएस ट्रेडिङ म्यानेजमेन्ट सिस्टम। यो शेयर किन्ने र बेच्ने अनलाइन सिस्टम हो। यदि तपाईले सेकेन्डरी मार्केटमा शेयर किनबेच गर्न चाहनुहुन्छ भने टिएमएस चाहिन्छ। जस्तै अनलाइन सामान किन्न हामीले अनलाइन एपबाट अर्डरहरू दिन्छौँ हैन, किन्छौँ, त्यस्तै टिएमएस पनि त्यो शेयर किनबेच गर्ने अनलाइन सेकेन्डरी मार्केटको एउटा प्लेटफर्म हो। 5 नम्बरमा ब्रोकर अकाउन्ट के हो? ब्रोकर भनेको के हो? ब्रोकर कम्पनीले तपाई र शेयर मार्केट बीच काम गर्छ। जस्तै ब्रोकर जुन हुन्छ, एउटा ब्रोकरले तपाई र कम्पनीको शेयरको बीचमा काम गर्छ। यसले के तपाईको शेयरलाई किन्ने र बेच्ने काम गर्छ। त्यसैले ब्रोकर अकाउन्ट पनि खोल्न जरुरी हुन्छ। अब आइपिओ भर्न हामीले के चाहिन्छ? किनभने शेयर मार्केटमा सबभन्दा पहिला हामीले जुन गर्नुपर्ने हो त्यो आइपिओ एप्लाईबाट गर्नुपर्ने हो। आइपिओ एप्लाई गर्नले तपाईले चाहिन्छ बैंक अकाउन्ट नम्बर 1, दोस्रो नम्बरमा डिमेट अकाउन्ट, तेस्रो नम्बरमा मेरो शेयर एप, चौथो नम्बरमा सिआरएन नम्बर। यी सबै जरुरी हुन्छ। सिआरएन नम्बर के हो? अब सिआरएन नम्बरको बारेमा बुझौँ। कस्टमर रेफरेन्स नम्बर यो बैंकले दिन्छ। आइपिओ भर्दा बैंक भेरिफाई गर्न सिआरएन नम्बर चाहिन्छ। धेरै मानिसहरू अरूको कुरा सुनेर तुरुन्तै पैसा हाल्छन्, तर हामी त्यस्तो गर्ने होइन। पैसा हामीले हाल्ने हो सिकेर, सिस्टमलाई बुझेर हैन। नेपालको कन्टेक्स्टमा हेर्ने हो भने हाम्रो शेयर मार्केटको सबभन्दा प्राइमरी भनेको आइपिओबाट सुरु हुन्छ। हामीले आइपिओ गर्छौँ। आइपिओमा रिस्क 0 छ एक हिसाबले भन्नुपर्ने हो भने। आइपिओ कसरी एप्लाई गर्ने बिस्तारै बिस्तारै हामी आगामी भिडियोमा पनि बुझ्दै जानेछौँ। त आज हामीले के बुझ्यौँ भने बैंक अकाउन्ट किन चाहिन्छ, डिमेटमा शेयर राखिन्छ, मेरो शेयर अनलाइन सिस्टम हो, टिएमएस शेयर किनबेच गर्ने एउटा प्लेटफर्म हो र आइपिओ भर्न धेरै कुरा जरुरी हुन्छ। त्यो हो बैंक अकाउन्ट, डिमेट अकाउन्ट, सिआरएन नम्बर र मेरो शेयर। अब यी सबैहरू कसरी स्टार्ट हुन्छ, कसरी सुरु गर्ने हामी आगामी भिडियोहरुमा जान्ने छौं। त
पहिला सही ज्ञान र सही सेटअप चाहिन्छ। तपाईहरु पहिला सिक्नुस् हैन, सबै कुरा सही ज्ञान सही सेटअपहरु मिलाउनुस्, त्यसपछि हामीले सुरु गर्ने हो आईपीओ कसरी एप्लाई गर्ने। फाइनान्शियल एजुकेसन पुग्न जरुरी छ, किनभने कुनै पनि काम गर्ने बेलामा जबसम्म त्यसको ज्ञान हुँदैन हामीले केही काम गर्ने भएन पछि हामीलाई धेरै पनि घाटा हुन्छ हैन, कुन ठाउँमा पुगिन्छ के हुन्छ के पनि थाहा हुन्न। त्यही भएर अब अर्को भिडियोमा हामी स्टार्ट गर्छौं आईपीओ भनेको के हो विस्तृत रूपमा, र त्यो आईपीओ कसरी एप्लाई गरिन्छ हैन। अब जसको बैंक अकाउन्ट पहिल्यैदेखि छ, जसले खोल्न चाहन्छ यस्तो शेयर एप्लाई गर्न, त्यसले कमेन्ट बक्समा कमेन्ट जरुर गर्नुहोला, अवश्य गर्नुहोला। त्यसपछि हामीले आगामी भिडियोमा त्यसको एक्सप्लेन गर्नेछौं। तबसम्मको लागि जय नेपाल।